साँच्चै बन्छ कि चाँडो मात्रै हालेको र अर्को कुरो तपाईँले के पनि विचार गर्नु पर्यो भने त्यो विवरण त हुनु पर्यो हेर्नुहोस् यतिकै तपाईँ जे पाए त्यही गर्न मिलेन बनाउन मिलेन तपाईँहरू पनि त आफ्नै घर आँगनको अगाडि जुन जस्तै राम्रो त्यो सिसा घर बनेको छ त्यस्तो राम्रो भएको छ तपाईँ आफै पनि त त्यो फोहोर भइदियोस् त्यो एकदम नराम्रो देखियोस् हेरेन हुने देखियोस् घिनलाग्ने देखियोस् भन्ने तपाईँहरू पनि पक्कै पनि चाहनुहुन्न त्यो बहुभाषिक पाठशालाले गर्दाखेरि त्यहाँ वरिपरिको जग्गाको भाउ पनि अचानक बढ्छ अब त्यहाँ त वरिपरिको मान्छेहरू त चिट्ठा परेको छ हेर्नुहोस् चिट्ठा परेको छ तपाईँले कुरा राम्ररी बुझ्दै हुनुहुन्न है अनि ल मानिलिउँ त्यो संरचना बन्छ कहिलेसम्म बन्छ त्यो हुनु पर्यो नि त होइन 1 वर्ष अगाडि नै शिलान्यास गरेका अहिलेसम्म यतिकै निच्च दाँत देखाएर बसेको थियो त्यो बिल्डिङले अब बल्ल यसो बन्ने भयो कहिले बन्छ कस्तो बन्छ कहिले बनिसक्छ अनि बनिसकेर मात्रै पनि हुँदैन हेर्नुहोस् तपाईँहरूलाई हाम्रो नेपालको बानी थाहा छ राम्रोसँग थाहा छ बनिसकेपछि कति समय भित्रमा त्यहाँ प्रहरी आउँछन् बिल्डिङ मात्रै त्यहाँ ठिङ्ग्याएर भएर बिल्डिङ मात्रै ठिङ्ग्याएर हुन्छ तपाईँ हामीलाई थाहा छैन नेपालको बानी भयो र नेपालको काम गर्ने तौर तरिका नेताहरूको थाहा छैन र अहिले पनि त्यस्तो कति होला प्रहरी चाहिँ त्यहाँ कहिले आउँछ किनभने तपाईँलाई थाहा छ यतिखेर ओलीजी हुन्छ ओलीजीले आफ्नो मान्छे राख्न चाहनुहुन्छ होइन गृहमन्त्री काङ्ग्रेसले आफ्नो मान्छे राख्न खोज्छ ठ्याक्क बिचमा चाहिँ तपाईँको चाहिँ त्यो सरकार परिवर्तन भयो भने माओवादी आयो भने माओवादीले आफ्नो मान्छे राख्न खोज्छ र त्यस्तै कुनै कारणले फेरि अहिले राजसपा मचिँदैछ राजसपाको साथीहरू कुनै कारणले त्यहाँ ट्याक्कसँगले जस्तो रविजी गृहमन्त्री भए जानुभयो त्यस्तो केही भयो भने रविजीले आफ्नो मान्छे राख्न चाहनुहुन्छ त्यहाँ तपाईँलाई यो कुरा थाहा छ थाहा नभएको कुरा होइन हेर्नुहोस् थाहा नभएको कुरा होइन थाहा भएको कुरालाई आँखा नचिम्लिनुहोस् जुन कुरा थाहा छ सर्लङ्ग छ आँखा चिम्ले काम गर्नु होइन किनभने त्यो भनेको तपाईँ हाम्रो हितमा हो नि त तपाईँ हाम्रो हितमा हो भने हामीले सबै कुरा ख्याल गर्नुपर्छ कि पर्दैन निश्चित रूपमा पर्छ होइन र त तपाईँहरूले अब के गर्नु पर्यो भने ठिक छ बनोस् राम्रो बनोस् हेर्ने लायक होस् राम्रो होस् हर त्यही भन्ने हुन्छ तर त्यसको लागि चाहिँ विस्तृत परियोजना विवरण त्यहाँ हुनु पर्यो अर्को कुरा त्यो कहिलेसम्म बनिसक्छ त्यस कुराको पनि त्यहाँ एकदम नै सुनिश्चितता हुनु पर्यो अहिले 8 लाख आयो अब अर्को 8 लाख अर्को वर्ष आउने हो अर्को वर्ष आउने कहिले आउने हो अहिले मान्छे बितिसक्यो तपाईँहरूको सुरक्षामा जुन यस्तो भएछ उस्तो भएछ भन्ने हुन्छ त्यो त यतिखेरै कुरा होइन तात्कालिक कुरा हो नि त होइन त तात्कालिक कुरा हो कि यसपालि 8 लाख पर्यो अनि अर्को वर्ष फेरि 8 लाख यस्तै गरी असरमा होला गर्दै गर्दै 84 पुर्याउने होला 84 पुग्दाखेरि पनि सम्म पनि बनि नसक्ने होला अनि अन्तिममा गएर अब चाहिँ हामीले सबै प्रक्रिया मिलायौं नियम मिलायौं ऐन कानून यो धारा यो उपधारा हैन सबै कुरा गरेर बल्ल अब चाहिँ भयो अब चाहिँ तपाईको प्रहरी चौकी बन्छ भनेर चाहिँ 84 सम्म पुर्याउने हो कि ठिक्कै त्यही ठाउँमा आएर नेताहरूले गफ दिने हो कि त हामी यो चाहिँ गर्छौं यस्तो गर्छौं उस्तो गर्छौं भन्ने हो कि ठिक्क 84 को मुखमा पुगेर हैन त्यो गर्ने हो कि अनि मान्छे खुसी भएर चाहिँ मत आफ्नो खसाल्छन् जिताउँछन् त्यसपछि प्रहरी चौकी त खुल्दैन प्रहरी त आउँदैन अनि फेरि प्रहरीलाई त्यहाँ ल्याउनको लागि अनि फेरि अल्झाउँदै हैन अनि त्यो नियम पुगेको थिएन कानुन पुगेको थिएन संविधानको धारा यो प्रभावित हुन्थ्यो हैन स्थानीय सरकारको यो धारा प्रभावित हुन्थ्यो यो उपधारा यता उता के गर्दै फेरि अर्को 2-3 वर्ष लगाउने हो कि त्यो प्रहरी पठाउनको लागि विचार पुर्याउनुहोस् है विचार चोङ्गे विचार गर्नुहोस् 84 त अब कति 22 महिना जस्तो बाँकी छ होला हैन कहिलेसम्म बनिसक्छ यो प्रहरी चौकी र प्रहरी कहिलेसम्म आइसक्छ तपाईहरुको यो प्रमुख माग हुनुपर्छ हर कतिसम्म जतिसुकै झगडा गर्नुहोस् लडाई गर्नुहोस् हैन विस्तृत परियोजना विवरण आएपछि त पक्कै बन्छ नै होला तर कहिले बनिसक्छ र प्रहरी कहिले आउँछ कि 84 पछि 85 86 87 पुग्नु पर्ने हो त्यो कुरा ख्याल गर्नु फेरि अर्को 4-5 वर्ष लाग्ने हो भने अनि सुरक्षा के को सुरक्षा हुनुपर्ने काम त अहिले भइसक्छ सबै गुण्डागर्दी अहिले भइसकेको हुन्छ हैन धेरै पहिलादेखि नै भइरहेको थियो 1 वर्ष अगाडि शिलान्यास भयो आँखामा छारो हाले अब चाहिँ बन्ने भयो भने खोइ त बनेकै रहन्छ अब बनाउन ठिक परे कहिलेसम्म बनाइसक्छन् तपाईले गएर क्वेसन गर्नु पर्यो यी व्यक्तिहरुसँग अहिलेका जुन जनप्रतिनिधि त्यहाँ तपाईको त्यहाँ आए एकदमै सभा पक्रा सुकिदै कसैको जस्तो हर्के भनेको पनि सुने मैले आफ्नो नगर पितालाई त्यसरी बोल्ने हो त्यति तमिज नभएका मान्छे छन् अनि हतौडले त्यहाँ फोडे त्यो चाहिँ के त्यो सही काम हो कानुन सम्मत काम हो त्यो नियम सम्मत काम हो त्यो त गुण्डागर्दी होइन
गुण्डागर्दी हो। हाम्रो पछाडि भिड छ भन्ने त भिडको गुण्डागर्दी त्योभन्दा बेसी केही पनि होइन। होइन भने त ढङ्गले गर्नु पर्थ्यो, चाबी खोजेर गर्नु पर्थ्यो, केही गर्नु पर्थ्यो होइन। अनि त्यही म भनिहालेँ, विस्तृत परियोजना विवरण हुनु पर्यो, त्यस अनुसारले गरेको राम्रो हुन्छ। त्यो सधैँ पछि पछिको लागि पनि हो, अहिले तात्कालिकको तातो तातोको लागि होइन कि, पछि पछिको लागि पनि हो। अबको 2 वर्षपछि यिनै जनप्रतिनिधि नहुन सक्छन्। अर्को जनप्रतिनिधि आयो भने, प्रदेशमा अर्को कोही आयो भने, केन्द्रमा अर्को कोही आयो भने त्यहाँ उल्टाइ नै सक्छ। हेर्नुहोस्, प्रहरी नै उसले त्यहाँ नपठाउन सक्छ होइन। अहिले मलाई जहाँसम्म छ त्यहाँ त कांग्रेसको भोट त्यहाँ छ। भोलि ल अब त्यहाँ चाहिँ अब हाम्रो एमालेलाई माओवादी भोट नदिने भने तिमीहरूको प्रहरी सहरी आउँदैन भन्ने भनिदियो भने, गरिदियो भने, प्रहरी नै पठाइदिएन भने, यी सब कुरा ख्याल गर्नुपर्छ हामीहरूले, एकदम ख्याल गर्नुपर्छ। अनि म त हिजो अस्तिदेखि नै बोल्न चाहिरहेको थिएँ, तर के बोल्नु भयो थियो कि, किनकि म तपाईँहरूको विपक्षमा पनि बोल्न चाहन्न, किनकि त्यो चाहिने कुरा हो। सुरक्षा भन्ने कुरा त निश्चित रूपमा सबैले चाहिने कुरा हो, मलाई नै चाहिने कुरा, तपाईँले चाहिने कुरा हो, सबैले चाहिने कुरा हो र सधैँभरिले चाहिने कुरा हो। के अब यता हर्कजित गर्दै हुन्छ, हर्कजितले पनि साह्रै राम्रो काम गर्दै हुन्छ। यतिको राम्रो काम गर्ने मान्छे अहिलेसम्म यी देख्दै हुन्छ, सिए त्यो दारी छ 64 भन्दा माथि देखेको थिइनँ, मैले देखेको थिइनँ। गर्दै हुन्छ र उहाँको भनाइ पनि गलत छैन। अब तपाईँहरू चाहिँ तपाईँहरूको बुद्धि र विवेकको तपाईँले प्रयोग गर्नु पर्यो होइन। उहाँहरूको पछि भिड लागेर जाँदै हुनुहुन्छ भने, वडा अध्यक्ष अरूको पछि भिड लागेर जाँदै हुनुहुन्छ, ताला फोड्नुमा तपाईँहरू सहयोग गर्दै हुनुहुन्छ भने तपाईँले के पनि सहयोग गर्नु पर्यो भने विस्तृत परियोजना विवरण हुनु पर्यो। भान्सा कहाँ, चर्पी कहाँ, स्नानघर कहाँ, बैठक कहाँ, सुत्ने कोठा कहाँ, पानी सानी कहाँ जान्छ, अनि कहिलेसम्म बनिसक्छ हुनु पर्यो कि, कहिलेसम्म बनिसक्छ। सुरक्षाको कुरा हो, बिल्डिङ मात्रै खडा भएर भएन कि, बनिसक्नु तुरुन्त बन्नु पर्यो कि, बनि नै हाल्नु पर्यो। सुरक्षासँग सम्बन्धित कुरा हो, तपाईँकै बोली अनुसारले होइन, त्यो ग्यारेन्टी हुनु पर्यो। र बनिसकेपछि त्यहाँ प्रहरी कहिले आउँछ, बनिसक्यो कति समयभित्र त्यहाँ प्रहरी आउँछ, तपाईँहरूसँग एकदम ठोस हुनुपर्छ कि तपाईँहरूसँग, तपाईँले यो कुराको माग गर्नुपर्छ त्यहाँ। हवस् त ल, यति भन्न चाहे। ओम हर्क सम्पङ्गाय नमः, ओम सम्पूर्ण स्वरवासी मित्रगणाय नमः।